मसँग रे भीम हाम्रो जाति पशुपति दर्शन गरेर अङ्गटी जीवी गल्टा लिटा ढुन्नु छैन लेटले टुटले गएको मै हाम्रो अब तिन कुनेको बेला थिएँ तिन कुनेको सादा बस्नु भएको थियो इलेक्ट्रिक वालामा घुम्नु उजाला सामान ले जाए थी जैसे यो हजुर यस्तै हो पशुपति बेला कमराई डगर जीवी अगाडिको क्यामेरा राम्रो छ अनि पछाडिको क्यामेरा फेरि गई कस्तो आउने हेरा चाहिँ ठ्याक्कै त्यति गरेपछि भइगयो लगे साइडे बाटो हेरौँ दुईवटा चप्पल राइटी जाइपी दर्शन गरेर अलिक पछि भइहाल्यो बबाल बन्थ्यो यार हो साथी आज एकदम राम्रो यहाँ खिचेर एउटा पहिलोचोटि होइन कसरी आएको दर्शन पहिलोचोटि पहिलोचोटि गऱ्यो एकदम मन खुसी भयो नि ठिक छ त्यसो भए तिम्रो खुसी होला भनेरै ल्याएको क्या मसँग फोटो खिच्दै भीम जाउँ माथिको सिन यता राम्रो छैन पार्क रेस्टुरेन्ट हेरो यहाँको सिनमा देखाउँ हेरो यहाँ से फिर देखाए पशुपति हेरो तर फिर पाछे पूजा बिटा पूजा पाठ भइरहेको पर्सनली हेर न पानी आउने जस्तो मौसम गर्यो यार हिम पानी आउने जस्तो गर्यो होइन हेर पानी नत्र के छ छाता छँदैछ हामीसँग बाले भयो त दिल में बनाएको छ सरकारले हेर यहाँ कति राम्रो देखिन्छ पशुपति गजुर यो पो हो त स्वर्ग भनेको स्वर्ग भनेकै तिम्रो लागि
मै यहाँ भइसक्यो खाइरहली राम्रो लाग्यो यहाँ यता अगाडि आउनु अगाडि त्यसमा न है, है। राम्रो आउँदैन मेरो राम्रो आउनु किन नआउने यार अगाडि कस्तो रातो भिडियो म र मेरो साथी भीम अब घर जाने प्लानमा छौँ जाने घर एकदमै जाने आजको दिन चाहिँ एकदम रमाइलो रमाइलो भयो मौसम पनि यति मस्त भएको छ सर्व चिसो हावा लागेको छ खासमा हामीलाई जाने मन छैन होइन तर अब पेट पापी पेटको सवाल छ जानु पर्यो पर्यो त्यही हो पापी पेट होइन जे हो आफ्नै हो आफ्नै हो अँ। नि। हेर त मौसम हेर त कति राम्रो छ पछाडि यहाँ यहाँ हेर कति शीतल छ यहाँ यो पिपलको बोट सरर हावा हेर त मान्छे यति धेरै छन् तल मस्त हेर मौली आदमी रस्ते यस्तै रास्ते नि त्यहाँ जाउँला है हामी पनि यहाँ हेर एकछिन उद्यानतिर है बहुत मस्त मस्त ठाउँ रह्यो शुरू तो बहुत घाम रहा एक चिकटे में बहुत घाम लगता है अब तो शीतल हो गिल मस्त हरि ओम मङ्गल भगवान् विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरि ल तिम्रो बिहे सम्पन्न भयो कोसँग दुलाईलाई सिन्दुर हाल अनलाइन भिडियो कलमा हाल्यौँ बस पूजा भइरह यहाँ पशुपति मन्दिरमा आएर विभिन्न खालका पूजाहरू पनि गर्नुहुन्छ यहाँ एकदमै राम्रो ठाउँ छ आज शनिबार भएकोले यति धेरै भिड छ कि बिहान तलबाट भिड लागिरहेको थियो हाम्रो साथी सचिन जय शम्भो यति धेरै भिड जता हेर मान्छे छन् हामी यहाँबाट गए पनि यो याद चाहिँ हामीसँगै जान्छ हो कि नै एकदम हाम्रो यो मेमोरी हो कि हामी अनलाइनबाट भेटेर यति आत्मीय साथी भइसक्यौँ कि सुरज ब्रो हजुरलाई मिस गरिरहेको छौँ हामीहरू हिम त गर्ने होइन हजुरलाई मिस होइन मैले सम्झाएको नै मैले हो खास मैले सम्झाएँ मैले हामी अब पशुपति गएर बिहानै पशुपति गएर पूजासुजा गरेर यसो सर र घुमघाम पारेर अब चाहिँ हामी बाहिर निस्किँदैछौँ अनि यो यहाँ नजिकै यो परिवारलाई चारो दिने ठाउँमा आइरहेछौँ हामी तर मौसमले आज यति राम्रो साथ दियो कि केही छैन भइहाल्छ हेर जता हेर मान्छे छन् कि जता हेर मान्छे परिवारलाई चारो दिने ठाउँ सँगै जुत्ता चप्पल गिर्दा के फायदा होगा सीधा निकालो छत से लगा लो फटाफट फटाफट ज्वाला में ढोर करे पर तब हम ले लगाए थे निस्किने आँटिसके मेरो साथी भीम आजको दिन बवाल भयो तर राम्रो मौसमले नि साथ दियो कि मस्त भगवान ल अब फेरि सब कुरा सम्भव फेरि आउँला कहिले त भन्न सकिन्न होइन आउँछौँ अब टाइममा गएपछि ल बाई बाई आजको भ्लग यहीँनिर
सकिन्छ। आजको डायरी यहीँनिर पशुपतिनाथ डायरी यहीँनिर समाप्त। पशुपतिनाथले हजुर सबैलाई आशीर्वाद दिनुहुन्छ भन्ने आशा हामीलाई नि। त्यही हो, सकेसम्म चाहिँ पशुपति आउनु होला, दर्शन गर्नु होला, मनको शान्ति हुन्छ, मनोकामना पुरा हुन्छ होइन। त्यही हो, ल बाई।